नमस्ते दे नमस्ते नमस्ते मान्छे आयो भने नि मलाई माहौतले गाली गर्दैन म चाहिँ आफ्नो मनले जे लाग्छ त्यही गर्छु। यो घरमा पाहुना आउँदाखेरि चाहिँ बच्चाहरू अलिअलि चकचक गर्यो भने नि बाबुआमाले गाली गर्दैन नि ट्याक्कै त्यस्तै रहेछ है हजुर त्यस्तै हो। यो हामी आएपछि पाहुनाहरू आएको छ कम्तीमा मलाई चाहिँ अरूको अगाडि बाबुले गाली गर्दैन है ए माया लाग्छ त हामीले त पहिला चाहिँ एकदम चकचके पहिला सुरुमा ल्याउँदाखेरि नि सानो थियो अनि एकदम चकचक चकचक गर्ने अनि त्यही कारणले अब मन पर्यो ल पहिलो अब त्यतिखेर अब सेल्फीको जमाना भर्खर थियो भर्खर सेल्फी खिच्ने जमाना थियो नि हैन ल यसको नाम सेल्फी राख्नु भनेर राखिदियो। 8-9 बजेतिर 10 बजेतिर बस्छन् अनि सुत्छन् निदाउँछ मजाले कसरी टुक्रुको बस्छ कि यस्तो पल्टेर बस्ने पहिला बस्छन् बसेर अनि ढल्छन् ए मान्छे जस्तै यता कोल्टे उता कोल्टे फेर्छ तर रिसायो भने चाहिँ उहाँले चाहिँ कस्तो छ भने भनेको कुरा मान्दैन अनि चाहिँ कान एकदम यसरी फाड्छन् यसरी हेर्छन् चारैतिर अनि चाहिँ खुसी भयो भने नि त यो कान चाहिँ छिटो छिटो हल्लाउन थाल्छ यो हातले। अहिले खाना खाइरहेको भएर खुस रहेछ। कति केजी जति खान्छ होला दिनमा चाहिँ तपाईको 200 भन्दा त बढी नै खान्छ। 200 केजी अब पराल हुन्छ धान हुन्छ 20 किलो जति हाँगाहरू हुन्छन्। यो हात्ती महोत्सवमा चाहिँ हात्तीहरू लिएर जाँदाखेरि हात्तीलाई दुःख दिन्छन् हात्तीलाई कुटपिट गर्छन् भनेर भन्छन् नि अरूहरूले। होइन हात्तीलाई कुटपिट त्यहाँ गर्दैन खुट्टाले चलाउने हो। ए खुट्टाले कानमा खुट्टाले यसरी खिच्ने हो त्यस्तो। यहाँ जति माया गर्नुहुन्छ त्यो ग्राउन्डमा त्यति नै माया त्यति नै हो। यहाँ भन्दा त्यहाँ माया बढी गर्नुपर्छ हो नि किनभने अरू मान्छेलाई पनि अब आफूलाई कन्ट्रोलमा ल्याउनु पर्छ त्यहाँ किनभने मान्छे धेरै हुन्छ। अहिले खाना खाइराखेको यो हात्ती देख्नु भएको छ नि यो हात्तीको नाम हो सेल्फी कली। यो चाहिँ 2 वर्ष अगाडि चितवनको हात्ती महोत्सवमा हात्ती सुन्दरी प्रतियोगितामा प्रथम पनि भएकी थिइन् यिनी र अहिले चाहिँ अलि श्रृङ्गार पटार नगरेको भएर मात्रै तपाईँले अरू हात्ती जस्तै देख्नु भएको होला तर यसलाई यसो अलिअलि श्रृङ्गार्ने हो भने चाहिँ ब्युटिफुल देखिन्छ र यसैको कुराकानी चाहिँ हामी यो सेल्फी कलीको दाइ हुनुहुन्छ यहाँ। तपाईँ यसको दाइ त हुनुभयो नि होइन कि यो जेठो छ? मै जेठो होला माउती दाइ तपाईँ ए के नाम हो नि तपाईँको चाहिँ? रामपुकार चौधरी। ए अनि घर कहाँ तपाईँको? हाम्रो घर पूर्व सर्लाही जिल्ला लालबन्दी। अनि सौराको हात्तीले त अरू भाषा बुझ्दैन थारू भाषा मात्र बुझ्छ भनेर सुनेको थियो हो? होइन थारू भाषा त होइन खास गरेर यो हात्ती कस्तो छ भने भर्बल कमन्स हुन्छ के न हिन्दी न नेपाली न थारू भाषा यो भर्बल कमन्स हुन्छ। किन त्यस्तो भएको? यो भर्बल कमन्स पहिलेदेखि नै यो चाहिँ चलेको। पहिला चाहिँ इन्डियामै भाषा अनेकौं भाषा हुन्छ तर नेपालमा आएपछि भर्बल कमन्स भइसक्यो। अब मलाई भनिदिनु न यो सेल्फी कलीलाई तपाईँले बिहानदेखि बेलुकीसम्म के हुन्छ? बिहान भन्दा सुरुमा उठ्ने बित्तिकै के गर्नुपर्छ? सुरुमा हामीले अब ठ्याक्क 3:30 बजेतिर अथवा 3:45 बजे बिहानको हामी उठ्छौँ अनि पहिला आफू गयो मुखसुख धोयो देसा पेसाब गरेर अनि हात्तीलाई कुची पहिला हालिदिन्छु। कुची भनेको यही जुन हात्तीको मोमो बनाएको छु त्यो अनि त्यो गरेर अनि हात्तीको मोमो हजुर के हुन्छ यसमा धान हुन्छ नुन पनि हाल्छन् चाना पनि हाल्छ गहुँ पनि हाल्छन् यो भित्र हालेर पोको पार्ने अनि सक्खर पनि हुन्छ अनि तर यो हात्ती चाहिँ धेरै चार्ज भइहाल्छ हिट भइहाल्छ भनेर उहाँलाई चाहिँ नुन हप्तामा जे भए पनि दिन्छु अनि सक्खर चाहिँ दिन्छु हप्तामा अनि चाहिँ चानाहरू अनि त्यसपछि के हुन्छ यो खुवाउनुहुन्छ बिहान? अनि बिहानदेखि अनि चाहिँ यस्तै राखिदिन्छु अनि सबै थान सफा गर्छु र यसको बडाल्ने हजुर थान सफा गरेर अनि बाहार बुहार गरेर अनि बसेर अनि खुवाउन सुरु गर्छन् अनि ड्युटीको आयो भने जान्छु। अनि यो राति बस्छ? राति चाहिँ हजुर यो हात्ती चाहिँ 8-9 बजेतिर 10 बजेतिर बस्छन् अनि सुत्छन् निदाउँछ मजाले। कसरी टुक्रुको बस्छ कि यस्तो पल्टेर बस्ने? पहिला बस्छन् बसेर अनि ढल्छ ए मान्छे जस्तै यता कोल्टे उता कोल्टे फेर्छ तर के छ भने हात्तीको
धेरै बेरसम्म उहाँले सुत्न सक्दैन, ए किनभने उसको आफ्नै ज्यानको थिचाइले गर्दा प्यारालाइसिस हुन सक्छ भनेर 1.5 घन्टा 2 घन्टा सुत्छन् अनि फेरि उठ्छ अनि फेरि त्यो कुरा उसलाई आफैलाई थाहा छ थाहा छ अनि खाना खाएर अनि फेरि निद्रा लाग्न थाल्छन् अनि फेरि सुत्छ। अनि बिहान उठेपछि ड्युटी जस्तो यो अब ड्युटी जान परेन भने चाहिँ अरू के गर्नु अनि 3 बजेतिर हात्ती खोलेर बगरतिर लाने यसो हात्तीलाई नुहाइ धुवाइ गरिदिने, त्यतैतिर एउटा दुईटा घाँस खान्छन् अनि चाहिँ 4:30-5 बजे भन्यो अनि चाहिँ डेरामा ल्याएर अनि फेरि उठिदिने हो। यसले भनेको मान्छ है? मान्छ, हामीले भनेको त मान्दैन। हजुरको भनेको अनि यो रिसायो भने अथवा खुस भयो भने त्यस्तो केही सङ्केतहरू दिन्छ, देखाउँछ? रिसायो भने चाहिँ उहाँले चाहिँ कस्तो छ भने भनेको कुरा मान्दैन अनि चाहिँ कान एकदम यसरी फाड्छन्, यसरी हेर्छन् चारैतिर, त्यो हुन्छ। उसलाई रिस उठ्यो भने चाहिँ केही कुरामा चित्त बुझेन भने ऊ रिसाउँछ, रिसाको सङ्केत चाहिँ अरूले बुझ्न सक्दैन, तपाईँहरूले बुझ्नुहुन्छ। अनि चाहिँ खुसी भयो भने नि त यो कान चाहिँ छिटो छिटो हलाउन थाल्छ यो हात्ती। अहिले खाना खाइरहेको कुरा खुस रहेछ, यो चाहिँ छिटो छिटो कान हलाउन थाल्छ भन्यो कि यो खुसी छ भनेर। अनि यो खानेकुरा यसले फाल्यो यताउति गर्यो भने गाली गर्दाखेरि मान्छ? हामीले चाहिँ खानेकुरा अब अहिले चाहिँ दिएछु, हजुरहरू हुनुहुन्छ नि त त्यतिकै अटेरी गरिरहेछ, हामी त हजुरहरू हुन्न भने यसले चाहिँ हामीले डाँट्यो भने खान्छ। यो बन्ता त खोल्छन्। अहिले उसलाई आराम गर्ने बेला हो, ऊ आरामसँग खान चाहन्छ, हामी यहाँ आएको उसलाई मन परेको छैन होइन। त्यो चाहिँ के हुन्छ भने माहौतले मलाई गाली गर्दैन, मान्छे आयो भने नि मलाई माहौतले गाली गर्दैन, म चाहिँ आफ्नो मनले जे लाग्छ त्यही गर्छु। यो घरमा पाहुना आउँदाखेरि चाहिँ बच्चाहरू अलिअलि चकचक गऱ्यो भने बाबुआमाले गाली गर्दैन नि, ट्याक्कै त्यस्तै रहेछ है? हजुर त्यस्तै हो। यो हामी आएपछि पाहुनाहरू आएको छ, कम्तीमा मलाई चाहिँ अरूको अगाडि बाउले गाली गर्दैन है? माया लाग्छ त हामीले त के माया त लाग्छन्, कुनै बेला अब रिस पनि उठ्छन्, रिस पनि खपेर अनि चाहिँ अनि जनावर हो भनेर हामीले त्यति हप्की दप्कीले काम गर्दो रहेछ, हप्की दप्कीले काम गर्छन्। कुनै बेला दम्काउनु पर्छ बढी अब गर्यो भने। अनि यो 2 वर्ष अगाडि फर्स्ट हुँदाखेरि तपाईँले सिँगार्नु भएको थियो कि अरू कसैले? हामीले 2 जना थिए, पहिलाको अर्को माहौत थियो, हामी 2 जना सिँगारेर। के गर्नुहुन्छ नि यो सिँगार्ने बेलामा? यस्तो हुन्छ, यहाँ चाहिँ अब रङहरू लगाएर पहिला नुहाउने होला हैन? नुहाइदिने, नुहाएर अनि चाहिँ कपालमा टाउकोमा चाहिँ यति जति तेल लगाइदिने, तेल लगाएर यहाँ चाहिँ फुल बनाइदिने अनि चाहिँ नङसङमा पालिस गरिदिने त्यही रङले, अनि सब थोकमा यस्तो बोर्डर गरिदिने अनि चाहिँ खाली पिठ अनि लिएर जानुपर्छ। अब त्यहाँ चाहिँ अब कम्पिटिसन हुन्छ, के कस्तो हो, कसको कुन हात्तीको स्वास्थ्य कस्तो छ भनेर अब उहाँ डाक्टरहरूले त्यहाँको कमिटीहरूले त्यो गर्छ, सबै चेक गर्नुहुन्छ। अनि फर्स्ट भएपछि के पुरस्कार पायो? फर्स्ट हुँदाखेरि चाहिँ उहाँको चाहिँ 15,000 रुपियाँ दिए थियो। अनि त्यो पुरस्कारले के गर्नुभयो त? त्यो पुरस्कारहरूले अब साथीभाइहरूले ल तिम्रो हात्ती फर्स्ट भयो भनेर अब होटलको मान्छे, भित्रको स्टाफहरू आफ्नो यताउतिको पाहुनाहरूलाई त्यही हाँसहरू ल्याएर काटेर खुवायो। अनि उसलाई पनि खुवाउनु भयो? यसलाई चाहिँ फलफुल त खुवायो। फलफुल खुवायो, खुवाउनु पर्छ। अनि यसको नाम सेल्फी कली कसरी राख्नुभयो? यो चाहिँ पहिला चाहिँ एकदम चकचके, पहिला सुरुमा ल्याउँदाखेरि नि सानो थियो अनि एकदम चकचक गर्ने, अनि त्यही कारणले अब मन पर्यो। ल पहिलो अब त्यतिखेर अब सेल्फीको जमाना भर्खर थियो, भर्खर सेल्फी खिच्ने जमाना थियो नि हैन? ल यसको नाम सेल्फी राख्दौँ भनेर राखिदियो। कति राम्रो नाम पनि हैन, सेल्फी कली। हेर्नु हामी फालिरहेछ है, गाली गर्दैन भनेर त्यसले चाहिँ फालिरहेछ। अनि कति जति खान्छ यसले? कति केजी जति खान्छ होला दिनमा? दिनमा चाहिँ तपाईँको 200 भन्दा त बढी नै खान्छ। 200 केजी? अब पराल हुन्छ, धान हुन्छ 20 किलो जति, हाँगाहरू हुन्छन्। हामीले 6 महिनामा खाने जति त एक दिनमा खाँदो रहेछ है?
मान्छेले त 6 महिना 4 महिनामा खाला धेरै खाने मान्छेले 200 केजी हजुर बाप रे गाह्रो हुन्छ हात्ती पाल्न त्यसो भए गाह्रै छ साउजीलाई पनि गाह्रै छ ए योबाट आम्दानी भएन भने त फेरि तपाईहरुको तलबको कुरा पनि भयो उसको आहारको कुरा पनि भयो हैन कतिपय अब व्यक्तिहरूले अब पाल्न सकेन माउतको तलब हात्तीलाई कम भनेर अनि चाहिँ कतिजना बेचिसक्नु भयो नत्र यहाँ खास गरेर 70-80 वटा हात्ती थियो लोकल अहिले जम्मा तपाईँको चाहिँ हाराहारी यताउति गरेर 40-45 वटा हात्ती छ ए अब यसलाई संरक्षण गर्न भने त लोपै हुने अवस्था हुँदैछ हैन घरपालुवा हात्ती भइसकेको छ ए तपाईहरु 2 जना हुनुहुन्छ यसको स्याहार गर्नलाई 2 जना हुन्छ एउटा हात्तीमा लोकलमा चाहिँ 2 जना छु हामी ए यसले नमस्ते गर भन्नु नमस्ते गर्छ तर तपाईँ माथि बस्नुपर्छ होला हैन अहिले भने पनि गर्छ नमस्ते गर दे नमस्ते नमस्ते यो बुट्टा चाहिँ कहिले लाउनु भएको थियो यो भयो 3-4 दिन ए बेला बेलामा चाहिँ सिँगार दिइरहनुहुन्छ गर्छु अनि यसको अरू स्वास्थ्य उपचार चाहिँ के हुन्छ नि स्वास्थ्य उपचार डाक्टरहरूले चाहिँ अब फिभर आउँछ नि ज्वरो आउँछन् त्यसको औषधि हुन्छन् अनि किर्नाहरू हुन्छन् जुम्राहरू फल्छन् त्यसको रेबिजको अनि टेटनसको छारे रोगको सबैको उपचार हुन्छ कति कति समयमा गर्ने उहाँहरूलाई बोलाउनु हुन्छ कि टेटनस हैन अब ज्वरो आयो भने डाक्टरलाई बोलाउँछु तुरुन्तै बोलाउने ल डाक्टर साहब खाना खाएन आउनुहोस् भनेर आउनुहुन्छ ए खाना खाँदैन बिरामी भयो बिमारी भयो भने नि त्यो ज्वरो आयो भने त कुची खाँदैन घाँस खाँदैन अनि चाहिँ बोल्नु पर्यो रुन्छ अनि चाहिँ अलि ज्यान कुनै बेला हलिन्छ ज्वरो आयो भने त मान्छेलाई जस्तो हैन अनि कुनै चिज भयो भने अब माटो खायो हैन माटो खाएपछि अनि पेट दुख्छन् अनि ज्यान तन्काउँछन् अनि ल त्यसो भए यो चाहिँ दाना नदिने धान चाहिँ नदिने ए धान दियो भने चौरङ्गे हुन्छ ए त्यही कारण भनेको ऊ बिरामी हुँदाखेरि कस्तो खाना खुवाउने कस्तो नखुवाउने भन्ने कुरा तपाईँलाई थाहा छ सबै थाहा छ ए मान्छेले जस्तै गर्छ यो बिरामी हुँदाखेरि पनि भनेको तपाईँ खोज्ने आफ्नो मान्छे खोज्ने गर्छ खोज्ने त गर्न त त्यति गर्दैन त्यही पनि कुनै चिज माग्छ गरेर गर्छन् उसलाई मन परेको कुरा माग्छ ए यसलाई मिठो लाग्ने खानेकुराहरू के हो त्यो भनिदिनु न के खान्छ मिठो खाने त अब त्यही फलफुल हो स्याउ सुन्तला अनि चाहिँ उखु केरा यिनीहरू हो मन पर्ने खरबुजा स्विट बढी यिनीहरूलाई मन पर्ने ए त्यही त ए अब तपाईँले सुन्नु भएको छ कि छैन कुनै यो हात्ती महोत्सवमा चाहिँ हात्तीहरू लिएर जाँदाखेरि हात्तीलाई दुःख दिन्छन् हात्तीलाई कुटपिट गर्छन् भनेर भन्छन् नि अरूहरूले होइन हात्तीलाई कुटपिट त्यहाँ भित्र गर्दैन किनभने उहाँको हातमा लाठी हुन्छ त्यो लाठीले चाहिँ अनि त्यो गर्छन् अनि खुट्टाले चलाउने हो ए खुट्टाले कानमा खुट्टाले यसरी खिच्ने हो अनि चाहिँ त्यसलाई दौडाउनको लागि अब कुनै बेला अब हुन्छ नि अब बदमासी अब कुनै हात्तीलाई अब टच गर्न लाग्यो मान्दैन तर त्यहाँ अरूले बाहिर भनेको जस्तो चाहिँ त्यस्तो खालको हो त्यस्तो छैन त्यस्तो यहाँ जति माया गर्नुहुन्छ त्यो ग्राउन्डमा त्यति नै माया त्यति नै हो यहाँ भन्दा त्यहाँ माया बढी गर्नुपर्छ हो नि किनभने अरू मान्छेलाई पनि अब आफूलाई कन्ट्रोलमा ल्याउनु पर्छ त्यहाँ किनभने मान्छे धेरै हुन्छ कतिको माया लाग्छ यो हात्तीलाई त हेर्नुहोस् हामीलाई चलाएकोलाई माया लाग्छ कुनै बेला अब यसले गल्ती गर्छ नि रिस त उठाउँछ खाना गर्छु चिना गर्छु भन्छु फेरि यार के गर्ने यार यस्तै हो भनेर चुप लागेर बस्छु मायाले चाहिँ बरु चाँडै मान्छ होला यसले मायाले होइन मायाले त मान्छ अनि रिस आएको बेलामा यसले त्यति आफ्नो मान्छेलाई पर गरेको जस्तो लाग्छ के पछि यसले पनि होइन मैले गल्ती गरेछु मलाई चाहिँ हाम्रो मान्छेले यस्तो गरेको त्यही कारणले हो उसले सम्झिन्छ उसले पनि अनि पछि तपाईँको यहाँ उभिनुहोस् न अनि यसरी टाँस्न आउँछ के ऊ आफै आउँछ ए भनेको उसले पनि घुर्की लगाउँछ बेला बेलामा मान्छेले जस्तै ए अनि तपाईँले पनि ऊ रिसाएको बेला तपाईँ पनि रिसाइदिएको जस्तो गर्नुभयो भने ऊ आफै फकाउन आउँछ अनि तपाईँले भने जस्तो टाँसिन आउँछ श्वासमा यहाँ उभिदियो भने नि अनि यसो गर्न आउँछ ज्यानमा टाँस्न
खालि बोली त नबुझ्ने हो नि नबुझ्ने हैन हो, हजुर। अरु त सबै भाषा त बुझ्नुहुन्छ है तपाईँ हात्तीको बुझ्छ। ए चिसो लाग्यो भने धेरै नि अँ। आँखाबाट आँसु आउँछ। ए आँखाबाट आउँछ आँसु चाहिँ अब त्यो गाज निस्किन्छ ए आँखाबाट। अनि चित्त दुखाउँदैन रुन्छ यो चित्त दुखाउँदाखेरि त रुन्छ नि यसले पनि अब आँखा झारेको आँसु झारेको गर्छ। कस्तो कुरामा चित्त दुखाउँछ यसले अब यसले चाहिँ अब मानौँ नि एउटा कुरा दुई लट्ठी पिटिदियो भने मलाई चाहिँ पिटियो भनेर उसले रुने जस्तो गर्छ गर्ने होइन। यसको अर्को साथी पनि छ ए त्यसको नाम चाहिँ सोनाकली। सोनाकली यो भन्दा जेठो हो त्यो कहाँ न कहाँ जेठो हो। ए अब त्यसको करिब तपाईँको 60-65सम्म होला। अनि त्यो अर्को हात्तीले चाहिँ यो यसलाई माया गर्छ गर्दैन माया गर्छ। पहिला यसलाई चाहिँ हान्थ्यो, ए यसलाई त देख्ने बित्तिकै नयाँमा सिधै हानेर ज्यानमा चढिदिन्थ्यो। अहिले चाहिँ दुईटै हात्ती मिलेछ अनि चाहिँ मिलेको हुनाले यो चाहिँ त्यसैको लागि गुरगुराइरहेछ, उसलाई कुरिरहेछ कुरिरहेछ। यसले त दाना कुनै बेला खाँदैन, उसैलाई कुरेर बसिरहन्छ। ल हुन्छ त एकदम खुसी लाग्यो धेरै कुराहरू भनिदिनु भयो ठ्याक्कै हात्तीले बोलेको जस्तै लाग्यो तपाईँ बोलेको त मलाई धेरै धन्यवाद छ है त ल नमस्कार नमस्ते। हस्